क्याफेको भित्र चाहिँ हाम्रो 61 वटा बेभरेज छ है, 61 वटा आइटमहरू। त्यसमा तपाईँहरूले नेपालमा सिकेको अब होइन कतिवटा हाम्रो नेपालमा चाहिँ 40-45 वटा 50 वटा मात्रै सिकाएर त्यही पनि पर्फेक्टली सिकाएको छैन त्यतिकै है, झालकझुलुक देखाएर। तर यहाँ हामीले 61 वटा बेभरेज बनाउनुपर्छ। पक्कै 3 दिन भयो नि। पहिला हाम्रो यो हट ड्रिङ्क्सको बारेमा सोधौँ है, बुझौँ। यसमा हेर्नु तपाईँले कुन कुन पर्फेक्टली आउँछ नेपालमा गर्नु। एस्प्रेसो आउँछ, अमेरिकानो होइन, हट चक्लेट यही सोध्नु न, तपाईँलाई आउँछ भने भन्नु, नभए म भन्छु। हट चक्लेट आउँछ यहाँको हट चक्लेट प्रोसेस भन्नुहुन्छ। सिस्टम एउटै हो, तर यहाँ अलिअलि तरिका फरक हुन्छ। हट चक्लेट आउँछ भन्नु भएन, भन्नु त हट चक्लेटको प्रोसेस। हट चक्लेट पहिला त के भने अब सोल्सी हाल्थ्यौँ, मिल्क हाल्थ्यौँ होइन, त्यसपछि सिधै स्टिम गरेर यहाँ अर्को छ है। सुरुमा चक्लेट पेस्ट हाल्नु, यहाँको सिस्टम चक्लेट पेस्ट यहाँ छ है। बेल्जियम चक्लेट यहाँ छ, बेल्जियम चक्लेट भन्ने पेस्ट त चिनेको छ। चक्लेट पेस्ट 1 स्पुन हाल्नु, त्यसपछि नर्मल मिल्क हाल्नु भयो होइन, कपले सुरुमा। त्यसपछि हामीले कोको पाउडर यहाँ छ है, हामी चक्लेट पाउडर यो टक्क अलिकति लिएर कलरको लागि थोरै टक्क निकाल्नु। 1 स्पुन त्यो हालेपछि टक्क गएर अनि स्टिम गर्नु, मजाले हट गरेर हालिदिनु। हाम्रो नर्मलमा मार्समेलो जान्छ होइन, मार्समेलोमा हाल्ने चक्लेट हजुर 2 पिस टक्क हालिदिने। दिने पहिला हाम्रो क्रिम पनि थियो, व्हिपिङ क्रिम है। यसको रहेछ हाम्रो टक्क अब तपाईँको थाहा छ टक्क डबल सर्ट कफी झार्यो, त्यो कप सानो कप छ है डबल सर्ट, त्यसमा झारिदिने। सिङ्गल सर्ट डबल सर्ट त्यसमा झारिदिने। त्यसको प्राइस अमेरिकानो है, अमेरिकानो त्यही डबल सर्ट कफी हो टक्क। अनि त्यही हट वाटर टक्क आधी हाल्ने त्यसमा है। हट चक्लेट त्यही हो प्रोसेस होइन। 1 स्पुन चक्लेट सस हाल्यो, कोको पाउडर हाल्यो, नर्मल मिल्क हाल्यो, स्टिम गर्यो, मार्समेलो हाल्यो त्यो है। एस्प्रेसोमा यहाँ डबल सर्ट कफी झार्यो, टक्क माथि हल्का मिल्क कम निकालेर मिल्क कम हाल्यो। त्यति पोटाटोमा चाहिँ डबल सर्ट कफी त्यही डबल सर्ट युज हुन्छ। अनि माथिबाट तपाईँ हल्का आधी मिल्क है हाफ हुन्छ, पोटाटो सानो कप चाहिँ हाल्नु। त्यो भएर त्यो कपमा आधी हाल्नु, डबल सर्ट कफी थोरै मिल्क स्टिम गरेर हाल्नु। साफ्रन पोटाटो भन्यो भने त्यही साफ्रन मग बनाइहाल्ने, साफ्रन 1 स्पुन हाल्यो, उसको पिक्चरमा नर्मल मिल्क हाल्नु, स्टिम गर्नु, डबल सर्ट कफी हाल्यो, त्यो पोटाटो हिसाबले आधी हाल्नु भनेर फ्राई गर्यो होइन। फ्राई गरेर स्टिम गर्नु, त्यही कम निकालेर सिक्नु होइन। क्यापुचिनो कफी हाल्यो भने चाहिँ यसको अलिक बेटर फ्राई गरेर निकाल्नु, सर्भ गर्ने नर्मल लाटे नर्मलै भयो स्टिम गर्ने, टक्क कम निकाल्ने होइन, टक्क राख गर्ने दिने। क्यापुचिनो यसमा चाहिँ कम बडी हुन्छ होइन, यदि सिम्पल टक्क डबल सर्ट कफी स्टिम गरेँ, म कम बडी निकालेँ, टक्क कम त्यो माथि टक्क त्यहाँ कोको पाउडर छ है, त्यसमा डर हालेर सिलगढी भयो। क्यारामल लाटे भने चाहिँ लाटे भन्नु भयो नि, नर्मल लाटे सेम त्यस्तै यो क्यारामल लाटे। यो हटको भन्दा चाहिँ अहिले हामीले क्यारामल लाटे पिक्चरमा टक्क यहाँ क्यारामल सिरप छ है, क्यारामल सिरप छ यहाँ लेखेको छ नाम हेर्नु। क्यारामल टक्क 2 पम्प 3 पम्प हाल्नु है मिल्कमा पिक्चरमा, अनि डबल सर्ट कफी हाल्नु, त्यसमा स्टिम गरेर टक्क राख्नु क्यारामल लाटे। पिस्ताचियो लाटे सेम प्रोसेस त्यही हो, पिस्ताचियो पेस्ट हाल्यो यहाँ छ है। अर्को त हरियो भएको पिस्ताचियो 1 स्पुन हाल्यो, नर्मल मिल्क हाल्यो, मिक्स गरेर आइस हाल्यो, डबल सर्ट कफी झार्यो हाल्यो। साफ्रन पनि सेम प्रोसेस हो, पेस्ट हाल्ने होइन, टक्क मिक्स गर्ने आइस हाल्ने दिने। रोज लाटे भइहाल्यो, 15 सिरप हाल्यो, नर्मल मिल्क पिक्चरमा स्टिम गर्यो, डबल सर्ट कफी झार्ने आड गरेर दिनु। भेनिला लाटे सेम त्यही 15 ml होइन सिरप हाल्यो, अनि त्यो पछि अन्दाज भएपछि अन्दाजले हाल्नु। नर्मल लाटे होइन, डबल सर्ट पिक्चरमा स्टिम गर्नु, आड गरेर दिनु। माछा लाटेमा चाहिँ माछा लाटे चाहिँ ध्यान दिनु है, यसमा हाम्रो कफी युज हुँदैन। माछा पाउडर हाम्रो त्यो कप यहाँ छ, टक्क 4 ग्राम हाल्ने है, धेरै नहाल्नु। 4 ग्राम माछा पाउडर हाल्नु, टक्क अनि हट वाटर ल्याएर ठिक बनाउनु है, ठिक बाल्को मोटो हुने गरे टक्क त्यही हाम्रो गर्नु त्यो छ होइन बाँसको, त्यसले टक्क अनि माछामा हाम्रो हाल्नु पनि याद दिनु है। माछामा हाम्रो थोरै स्विट चाहिन्छ, हाम्रो नेपालमा के भन्छ सुगर सिरप युज गर्छ, तर हामीले चाहिँ यहाँ स्विटको लागि व्हाइट चक्लेट सस हाल्नु भइन्छ, क्यारामेल सिरप स्विटको लागि त्यो कपमा थोरै हालिदिनु। नर्मल मिल्कमा मिक्स गर्नु पहिला आइस हालेर यहाँ हटको लागि है, अनि मिल्क स्टिम गर्नु। कुन कपमा सर्भ गर्ने त्यो कपमा माछा बनाउनु, अनि तपाईँ स्टिम गरेर आड गरेर दिनु है हटको गर्छ होइन। हाइजलनट लाटे भने त्यही सिरप हटको त्यही हो, सिरप हाल्नु 15 ml, टक्क नर्मल मिल्क हाल्नु, पिक्चरमा स्टिम गर्ने, डबल सर्ट कफी झार्ने, आड गर्ने दिने हटको है। अर्को 60 नर्मल थाहा हाल्ने 24 ग्राम कफी हाल्ने होइन, 24 ग्राम टक्क अनि भयो भने दिने है। यो साइड जुस पायो है, कलकत्ता थाहा भयो नि हामीलाई, इंग्लिसमा हारुस्किप भन्छ यसलाई है, हारुस्किप जुस भन्छ यसलाई। नेपालीमा चाहिँ हाम्रो बालसन्डा भन्छ, खास चाहिँ नेपालमा फेमस छैन, हारुस्किप मजाले खान्छ होइन, इङ्ग्लिसमा माग्छ कि हारुस्किप जुस भन्छ यसलाई। त्यो अरबीमा हामीले कलकत्ता भन्छ है, कलकत्ता आदि भएर थाहा पाउनु भयो। पाइनएप्पल कलकत्ता भनेको कलकत्ता पाइनएप्पल त्यो हाल्ने, फ्रेस सुगर लेमन मिल्क बनाएको आइस हाल्ने दिने है। लेमन मिल्क भनेको सिम्पल छ, लेमन हाल्ने होइन, सुगर हाल्ने, थोरै आइस हाल्ने, मिट हाल्ने, ग्राइन्ड गर्ने दिने लेमन मिल्क। पेसन कलकत्ता भनेको त्यही कलकत्ता हाल्ने, पेसन सिरप हाल्ने होइन, पिच मार्केट पिच सिरप हाल्ने, कलकत्ता हाल्ने, मिक्स गरेर हट सिधै है।
कोल्डको सेम त्यही हो होइन कोल्ड ड्रिङ्क्स है आइस लाटे सेम त्यही हो कफी होइन आइस हानी कपको डाइरेक्ट मिल्कमा होइन टक्क आइस हानी कफी जाने यदि यो त कोल्ड नर्मल सेम प्रोसेस दाम एउटै हो प्रोसेस फरक भयो त्यो हट भयो यो कोल्ड भयो भेनिला लाटे सेम त्यही सिरप त्यही हाल्ने मिल्क प्रोसेस चाहिँ यसमा चाहिँ आइस यसमा आइस हुन्छ अनि नर्मल दुध हामीले दुध चाहिँ स्टिम गर्नु पर्दैन त्यतिकै स्टिम हुँदैन कोल्डमा चाहिँ चिसो 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 हुन्छ। याद गर्नु है माछा लाटेमा सेम त्यही डाइरेक्ट कप लिनु त्यो चप गर्ने सेम चाहिन्छ हट गरेर हालेर चप गर्नु आइस हाल्नु मिल्क हाल्नु भने अलिक स्विट चाहिन्छ यसमा थोरै स्विट नबिर्सनु भेनिला थोरै सस क्यारामल थोरै हालेर स्विटको लागि मिल्क मिक्स गर्नु कोल्ड पानी B60 को त नर्मली फिल्टर कफी हो कोल्डको होइन कति ग्राम हाल्ने बनाउनु 250 ग्राम हाल्ने कोल्ड पानी हाल्नु मैले त बनाउनु होइन नेपालमा तपाईँले बजेट है पेसन यहाँको भनिदिनु न बजेट पेसन माग्यो भने पेसन सिरप हाल्ने 3 पम्प 3 पम्प 3 देखि 4 पम्प हाल्दैन अनि टक्क आइस हाल्नु मिन्ट हाल्नु लेमन हाल्नु सर्भ गरेर टक्क गिलासमा हाल्नु अनि स्प्राइट हालिदिनु सर्भ गर्दैन प्रोमा गर्ने त्यो सेम सिरप मात्रै फरक हो प्रोसेस त्यही हो म यो त्यसै गरेँ ब्लुबेरी बनाएँ मलाई ब्लुबेरी यहाँ छ ब्लुबेरी छ सिरपहरू याद गर्न है प्रोमा गर्ने अनारको ब्लुबेरी पिच स्ट्रबेरी लेभेन्डर भनेको यो लेमन है वाटरमेलन है म्याङ्गो फ्ल्याक्सिक लेमन फ्ल्याक्सिक किवी चाहिँ फ्ल्याक्सिक म्याङ्गो भयो यो दुईटा छैन प्रोसेस एउटै हो सिरप हाल्नु मिन्ट हाल्नु लेमन हाल्नु आइस हाल्नु सेक गर्नु त्यसबाट हाल्नु यो प्रोसेस एउटै सिरप मात्रै पेसन माग्नु पेसन हाल्नु यो भयो आइस टी त्यही आइस टी त बनाइरहेको सिरप मात्रै फरक है टक्क पेसन सिरप हाल्ने आइस हाल्ने सिरप मात्र फरक हो सिस्टम त्यही हो 3 पम्प सेम यो मोजिटो र आइस त्यस्तो नहुन्छ मोजिटोमा चाहिँ हाम्रो मिन्ट मिन्ट युज हुँदैन प्रोसेस एउटै हो है आइस टीमा सिधै मेन जाने सब जान्छ सिरप आइस लेमन होइन सब गर्ने आइस टी हाल्ने हाम्रो रेडिमेड बनाएर राखेको हुन्छ फ्लेभर स्ट्रबेरी लेभेन्डर वाटरमेलन म्याङ्गो फ्ल्याक्सिक लेमन किवी छैन म्याङ्गो छ ल प्रोसेस यही हो है याद गर्नु